वेलकम ब्याक टु माई च्यानल। आजको भ्लगको सुरुवात चाहिँ हाम्रो देख्नुहुन्छ यहाँ चट्ट परेको ठाउँबाट हुँदैछ। आम्मामा सबै बन्द छ यार रमदान भएर। हेर्नुहोस् गाई चाहिँ यस्तो छ यहाँ यसरी माथि ट्याक 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 उयो गर्छ के भन्छ त्यसलाई हाल्छन् कि। हाम्रो नेपालमा त मान्छेले पुत्की पुत उयो गर्दै हाल्नुपर्छ, तर यहाँ चाहिँ गाडीले हाल्छ। कस्तो सिस्टम के। फेरि हेर्नुहोस् त रोडहरू कस्तो ठुल्ठुलो खुल्ला खुल्ला रोड छ। हाम्रो नेपालमा छैन यस्तो रोडहरू। के भएको यस्तै बनाउँ न यार हाम्रो पनि यार। यो भवनहरू जति पनि देखेछ नि त यो मुस्लिमहरूको भवन हो गाइस। यहाँनिर हेर्नुहोस् त पार्किङ कत्रो छ क्या। पार्किङ जता यत्रो ठुल्ठुलो पार्किङ छ, तर हाम्रो नेपालमा त छैन क्या। मान्छेलाई बाटो हिँड्ने गाडीलाई हिँड्ने ठाउँ त छैन है। अनि लुक एट द भ्यू गाइस। बाटो काट्नलाई यहाँनिर वारीदेखि पारी जानलाई यस्तो जानुपर्छ गाइस। यहाँनिर हेर्नुहोस् तल मुनिबाट गाडी गुडिरहेको छ नि, माथि हामी छौँ। यस्तो छ सिस्टम पनि। मलाई चाहिँ बवाल लाग्छ क्या। अब यहाँनिर कुनै गाडी आउँदाखेरि यस्तै हात दिएर रोक म जान्छु भनेर त्यसरी जानु जरुरत भएन क्या। यहाँनिर जेब्रा क्रसिङको लाइटिङ साइटिङ पनि केही हुँदैन। यहाँनिर जताततै प्रायः धेरै जस्तो पुल बनाएको हुन्छ। त्यो पुलबाट हामीले चाहिँ बाटो काट्नुपर्ने हुन्छ। हाम्रो पनि यस्तै सिस्टम बनाउँ न यार। नेपालमा यत्रो सानो बाटो छ, त्यसमा यस्तो राम्रो एउटा सुरक्षित पुल बनाएर उयो गऱ्यो भने त हामीलाई पनि कति राम्रो होला क्या गाडी कुदाउने मान्छेहरूलाई है। मलाई त खतरा लाग्छ यार। अनि बाटो रोडबाट बाटो काट्यो भने उनीहरूलाई के अरे फाइन हानिदिने त्यस्तो सिस्टम बनायो भने कस्तो राम्रो होला। हेर्नुहोस् गाइस रोड मर्मत हुँदैछ यहाँनिर। बाटो यहाँनिर यसरी मर्मत हुँदैछ गाइस। पछि हामीले काम गर्नुपर्ने चाहिँ उयो पल्लोपट्टि छेउमा हो। अबको लगभग 10-15 दिनभित्रमा हाम्रो काम सुरु हुन्छ होला सायद होइन। त्यस्तै हुन्छ होला। मेरो साथी यहाँ छ, त्यति दिनमा हाम्रो काम लगभग सुरु हुन्छ होला गाइस। लुक एट द भ्यू हियर। आम्मा क्या मजाले रन्केर गएको यार रनमती। यहाँनिर देख्नु सक्नुहुन्छ तपाईँहरूले। यहाँनिर चाहिँ के छ भन्दाखेरि मान्छे भन्दा पनि धेरै गाडीहरू हुन्छ। हाम्रो नेपालमा चाहिँ यस्तो गल्लीतिर चाहिँ गाडी भन्दा नि मान्छे धेरै हुन्छ। यहाँ त के हाम्रो त यहाँ नेपालमा त गाडी हिँड्ने बाटो नि त हुँदैन, त्यही भएर मान्छे धेरै हुने गर्छ। हाम्रो नेपालको अब हुनु त बनिसकेको घरलाई भत्काउनु भएन। नभए यस्तो राम्रो बाटो बनाउने एउटा जग्गा भइदिएको त कस्तो खतरा हुन्थ्यो होला है। हामीलाई पनि यस्तो आनन्दले हिँड्नु पाइन्थ्यो होला। गाइस यहाँनिर हेर्नुहोस् त हाम्रो रुख कस्तो दामी ग्रिन हरियो न हरियो रुख कस्तो दामी भएको है। मलाई त कस्तो मनपर्छ यस्तो। यो फेरि यो चाहिँ कस्तो खालको हुँदो रहेछ, त्यो क्याफेतिर भित्र हाल्ने रुख चाहिँ नक्कली हुँदो रहेछ क्या। तल त्यसको बोर्ड पेड चाहिँ उयो के अरे सक्कली हुँदो रहेछ। अनि यस्तो पातहरू चाहिँ नक्कली हुँदो रहेछ क्या त्यहाँनिरको। तर यहाँ चाहिँ खतरा दामी लाग्यो क्या मलाई। यो रुखमा यस्तो कस्तो शीतल भइरहेछ क्या अहिलेनिर। यहाँनिर आउँदाखेरि यस्तो बवाल शीतल भएर क्या। हाम्रो तपाईँहरू नि आउनुहोस् यहाँ शीतल ताप्नलाई। मेरो साथी चाहिँ यहाँ चरा हेर्दैछ। अस्ति हामी आउँदाखेरि यहाँ चराहरू थियो क्या। यो बेलुका हामीले गाउँतिर शिकार गर्छ नि त, त्यस्तो गरी ढुकुरहरू बसिरहेको थियो कि अस्ति हामी आउँदाखेरि चाहिँ। त्यही भएर हाम्रो साथीले त्यहाँनिर चराहरू हेर्दैछ। तर हामी यहाँबाट जानुपर्ने हुन्छ। लेट्स गो। हाम्रो नेपालमा पनि हाम्रो देशमा पनि हाम्रो उयसमा पनि यस्तो राम्रो घर भएर यस्तो राम्रो ठाउँ हिँड्नलाई सुविधा चट्ट परेको भए त कति राम्रो हुन्थ्यो होला भनेर भन्छ भनेकोलाई। तर योभन्दा चाहिँ हाम्रो नेपालको जुन पनि तराई मुलुक छ नि त त्यो वान अफ द बेस्ट छ क्या। आम्मा यहाँनिर यस्तो तातो घाममा हुनुभन्दा नि हाम्रो तराईतिर कस्तो राम्रो छ है। खेतबारीतिर चट्ट हरियो धान सान हुँदाखेरि ग्रिन हुन्छ होइन। बवाल हुन्छ नि हाम्रो नेपाल भनेको नेपालै हो। तर विदेश आउनु चाहिँ अलिकति ढिला गरिरहेछ, त्यति नै यो दुःख। हाम्रो ब्याङ्क चाहिँ यहाँनिर छ अलराजी ब्याङ्क। यो ब्याङ्कमा चाहिँ सधैँ आज सोमबार आज बन्द हुन्छ। सिम्पल पो रहेछ त। हाम्रो चाहिँ पैसा नि डिपोजिट भइसक्यो फाइनली। आज कति दिन पछाडि फाइनली कति दिन पछाडि हाम्रो पैसा डिपोजिट भइसक्यो। अब हामी यहाँबाट लाग्छौँ है त। हेर्नु सक्नुहुन्छ कस्तो राम्रो चट्ट परेको गाडी छ यार है। मोबाइल मात्र पक्र। अघि त मैले त थिचिन छु, अगाडि चाहिँ उयो थिचेछु अनि उयोमा घाप भएन। परेहरू देखाएको त देखिएन। सो गाइस यो चाहिँ मेरो अपार्टमेन्ट हो। यो चाहिँ सबै मेरो जग्गाहरू यहाँनिर मैले विदेशमा किनेको जग्गाहरू हो। तपाईँहरूलाई पनि फोटो मिठो अलिअलि चाहिन्छ भने मलाई सम्पर्क गर्नु होला। म सस्तो मस्तोमा मिलाएर
गाइस तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ नि यसरी पानी हाल्नुपर्ने हुन्छ होइन। हाम्रो नेपालमा हो त पानी त्यतिकै आफैमा प्रशस्ति हुन्थ्यो, तर यहाँ चाहिँ पानी नभएको कारणले यहाँनिर यस्तोहरू जमिनहरूलाई अलिअलि जता जता गिर्छ तिनीहरूलाई सबै पानीले भिजाइराख्नुपर्ने हुन्छ। गाइस अनि आज चाहिँ हाम्रो साथी एकदमै खुसी छ होइन साथी? खुसी छु। आम्मा आज चाहिँ हाम्रो साथी एकदमै खुसी छ। यो खुसीमा आज हामीलाई साथीले पार्टी खुवाउने भयो। अलिकति मलाई सबै मन पर्यो, तर अलिकति रोड टच गर्ने उयो चाहिँ भएन, यो भएन है।